मुक्तिनाथ कहीँ कहीँ चाहिँ बाटो अन्त चाहिँ राम्रो छु यस्तो बुलेट स्वर्ग भूमिमा छौँ हामी धेरै मुभीहरूमा म्युजिक भिडियोमा देखियो तर आफ्नै आँखाले देख्न पाइयो सबजनाले मुस्तान मुक्तिनाथ टुर गर्नु होला यस्तो राम्रो ठाउँ छ चौरी गाई देख्नुभयो चौरी गाईको बच्चा हो कि माउ हो यो कति जाडो होला मुक्तिनाथ 3 किलोमिटर छ यहाँबाट हामी चाहिँ यस्तो अब 10-15 दिन पछि यस्तो राम्रो हिउँ पर्छ अरे यहाँ हिउँ कसैलाई एकदम मनपर्छ भने आफ्नै हातले छुन मनपर्छ भने आउन सक्नुहुन्छ बाटो ओभरअल राम्रो छ होटल चाहिँ पहिले बुक गर्नुपर्छ हाम्रो चाहिँ बुक गरेर ठाउँबाट क्यान्सिल हानिदियो हट स्प्रिङ भन्ने होटलले तातो पानीको त्यो होटल ढाका रहेछ जोमसमको शालिग्राम होटल चाहिँ राम्रो लाग्यो हामी त्यहाँ बसेको थियौँ पिपलको पात जस्तो बोटहरू बाटोमा हामीले देखिरहेको छौँ हेर्नुहोस् तर यो पिपलको बोट चाहिँ होइन म पिपल बोटै हो यो होइन यस सेम माइक्रो पिपल गोल्डन लिफ प्लान्ट के रे गोल्डन देशी गोल्डन होइन मामाले भन्ने चाहिँ होइन अनि ग्रिन देशी ग्रिन प्लान्ट लिफ प्लान्ट राम्रो छ हाम्रो यहाँ भान्जा भान्जी छ दाइ हुनुहुन्छ यो सञ्जीव अधिकारी युट्युब च्यानलमा आउँछ हाम्रो दाइ हुनुहुन्छ एकदम बेस्ट ड्राइभिङ गर्ने कसैलाई मुक्तिनाथ दर्शन गर्नु छ भने उहाँहरूलाई सम्झिनु भयो भने उहाँहरूको कन्ट्याक्ट नम्बर चाहिँ अहिले म पछि पोस्ट गर्छु लाइफमा उहाँहरू जस्तो राम्रो चलाउने ड्राइभर मैले चाहिँ भेटेँ होइन एकदम पोलाइट एकदम आनन्दसित चलाउने बच्चादेखि बुढाहरू बाहरू सबजनालाई चाहिँ एकदम मन परेको गुरु हुनुहुन्छ उहाँहरू अर्को दाइ पनि त्यस्तै सहयोगी हुनुहुन्छ हाम्रो लागि यस्तो राम्रो ठाउँमा घुम्नलाई वा यस्तो दामी ठाउँ छ यस्तो राम्रो ठाउँ छ होइन गाडी पनि यस्तो नयाँ छ मुक्तिनाथ आउनु मन छ भने उहाँहरूलाई सम्झिनु भयो हुन्छ डाइरेक्ट उहाँहरूलाई कन्ट्याक्ट गर्नुभयो हुन्छ स्याउको रुख पनि हामीले फर्स्ट टाइम देख्यो मुक्तिनाथ मुस्ताङ आएर स्याउ पनि फलेको छ तर हामीले बोटमा टिप्न चाहिँ पाएनौँ स्याउ टिप्नु पाएन नि जो पाएन यहाँ ट्याक्सी नै आउँदो रहेछ यस्तो राम्रो ठाउँ बुलेट बाइकमा आउनु मन छ मलाई चाहिँ जिन्दगीमा कुनै टाइम बुलेट बाइक किन्यो भने बुलेट बाइकमा आउन सक्छु म इफ आई विल बाई बुलेट बाइक यस्तो राम्रो ठाउँ छ नेपाल के हो घुम्नु हो बाहिरको आर्टिफिसियल ठाउँहरू अरूले मान्छेले बनाएको भवनभन्दा नेचुरल ब्युटिफुलमा आउनुपर्छ यस्तो राम्रो ठाउँ हेर्नलाई यस्तो राम्रो बाटो पनि राम्रो छ बर्खामा बाइक अघि पछि चल्छ अहिले ठ्याक्कै सिजन रहेछ मान्छेहरूको भिड होटल भिड मुक्तिनाथ अब हाम्रो यहाँबाट 2 किलोमिटर बाँकी छ यस्तो राम्रो यतिर यस्तो राम्रो ठाउँ छ मैले त सोचेको भन्दा नि एकदम राम्रो ठाउँ लाग्यो वरिस घोडा 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 ब्लाडा घोडा 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 कस्तो घोडा चल्न सक्नुहुन्छ
यहाँतिर चाहिँ खासै पानी चाहिँ नपर्ने रहेछ यस्तो राम्रो ठाउँ मैले यस्तो 5 साटेर तिमीले त्यो पासको नोट हामीले भेटाएको छौँ गाइज कसैलाई चाहियो भने सम्पर्क गर्नु होला मान्छेमा किन्ने अहिले बेच्न चाहन्छु म अलिकति झिकेको छु अघि यस्तो राम्रो ठाउँ छ होइन सबजनाले मेरो युट्युबमा चाहिँ यसो सब्सक्राइब पनि गरिदिनु होला मेरो अहिलेसम्मको हाइएस्ट भ्युज भनेको 19K छ 19K टार्गेट छ 19 मिलियन यो भिडियो चाहिँ 19 मिलियन पुग्छ भन्ने आशा छ होइन साइरुले पैसा गर्नु भएको छ काउन्ट गरोस् होस् रमाइलो भयो म त जाँदैन खुजेर पैसा लिएर जाने लास्ट त खुजेर पैसा लिएर जान्छु नाच्यो ल गीत बज्यो ल यस्तो मोबाइल ठाउँ छ होइन अब हामी लगभग 1.5 किलोमिटर चाहिँ यहाँ मुक्तिनाथ दर्शनको लागि अलिकति हिँड्नुपर्छ घोडा चढ्ने हो घोडा चढ्न नि सक्छ हामीले घोडा चढ्यो भने चाहिँ हामीले 400 पे गर्नुपर्छ एक्स्ट्रा यदि हिँड्न अल्छी लाग्यो हिँड्न कसै सक्नु भएन भने एकदम राम्रो ठाउँ छ यहाँ यस्तो दामी ठाउँ छ यस्तो दामी घाम पनि लागिरहेछ यस्तो राम्रो छ यस्तो राम्रो ल हिमालमा त्यही भएर हिउँ छुन पाएछ भने कति राम्रो हुन्थ्यो होला अब लगभग हामी आइपुग्न लाग्यौँ मुक्तिनाथ आइपुग्न लाग्यौँ मुक्तिनाथ यहाँबाट 1 किलोमिटर छ जम्मा मुक्तिनाथ दर्शन गरेपछि हामी आज लेतेमा गएर खाना खान्छौँ लेतेको होटलमा यस्तो राम्रो खाना पाइन्छ थकाली खाना सहित विथ फाफरको गुन्द्रुक प्लस घिउ पनि खान पाइन्छ अब हामी लगभग मुक्तिनाथ बस पार्क आइपुगेका छौँ अब हामी लगभग यहाँ 2 घन्टा जति टाइम स्पेन्ड गर्नेछौँ त्यसपछि हामी मुक्तिनाथ दर्शन प्लस नुहाएर फर्केर आज पोखरा जाने प्लानिङमा छौँ अझै 1-2 दिन यतै बस्ने मन छ तर समयले साथ दिएर हामीलाई यस्तो राम्रो छ अपर मुस्ताङ राम्रो ठाउँ छ भन्ने सुनेको छौँ तर बच्चाहरू भएकोले हामी यसपालि चाहिँ अपर मुस्ताङ ट्राभल गर्न सक्ने अवस्थामा रहेनौँ यहाँ बाइक स्कुटर कार सब गाडी आउँदो रहेछ यता हिमाल हेर्ने यता पहाड हेर्ने यता मरुभूमि हेर्ने यता तराई हेर्ने एक ठाउँबाट सब देख्नेछौँ हामीले देखिरहेछौँ फाइनल्ली सोचेको भन्दा धेरै फरक रहेछ धेरै राम्रो धेरै रमाइलो पहिले त हाम्रो गङ्गा जमुना जस्तै त्योभन्दा वरिपरिको डाँडा जस्तै सोचेको थिएँ हरियाली होला भनेर तर हरियाली चाहिँ रहेनछ पुरै मरुभूमि टाइपको छ तर जे भने यस्तो राम्रो ठाउँ छ बिहानै हामी अहिले लगभग 7 बज्न लागिरहेको छ पनि यहाँ यस्तो भिड छ कि गाडी त्यस्तै भिड छ मान्छेको त्यस्तै भिड छ बच्चाहरू त्यस्तै भिड छ बच्चाहरू नि यो समयमा फाइनल्ली मुक्तिनाथ बस पार्क आइपुगेका छौँ हामी सबजना यहाँ आउन सक्नुहुनेछ अहिले बिहानको 7 बजे नै मुक्तिनाथ बस पार्क पुरा फुल भएको छ अब हामी बस पार्कमा राखेर 10 to 15 मिनट मुक्तिनाथ दर्शनको लागि हिँड्नेछौँ यस्तो दामी बस पार्क सायद संसारमा कहीँ पनि छैन होला यतिको हाइटमा त्यति धेरै बसहरू छन् नेपाल सरकार हो तर
केही कुरा सुधार हुने हो भने यस्तो राम्रो हुनेछ। फाइनल्ली हामी मुक्तिनाथ बस पार्क आफ्टर 2 days आइपुगेका छौँ। गाइज कस्तो लागिरहेछ? फाइनल्ली हामी हाम्रो डेस्टिनेसन आइपुगेका छौँ। अब हामी बसबाट झर्नेछौँ। पोखरा त हामी मुक्तिनाथ दर्शन गरेपछि आनन्दसित जानेछौँ। खोल न कान्छी, मान्छे खोल त। मोबाइल पर्स सबले बोक्नु होला। यस्तो राम्रो बस पार्क सायद संसारको कुनै पनि देशमा नहुन सक्छ। नेपाल बाहेक यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो भ्युज, यस्तो राम्रो हिमालमा घाम लागिरहेछ भने पहाडमा अहिले घाम लाग्ने दरकारमा छ। त्यसपछि मरुभूमिमा त्यसपछि लाग्नेछ। हिमाल पहाड तराई सबैतिर हामी पुगिरहेछौँ। म चाहिँ यता छु, हामी यता छौँ। अब झर्नेछौँ हामी रिस्ट। हाम्रो ग्रुप यता हुनुहुन्छ। हाम्रो ग्रुप लगभग 30 सिटरको गाडी छ हामीसँग, नयाँ गाडी। तर हामी जम्मा 18 जना आएको छौँ। कम्फर्टेबलको हिसाबले स्कर्पियोमा भन्दा गाडीमा कम्फर्टेबल हुने रहेछ। बिस्तारै झरौँ, मजाले दर्शन गरौँ। मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। हामी बुर्जागर फ्यामिली धादिङबाट आएका छौँ। हामी अब झोला पूजा गर्ने सामग्रीहरू निकाल्ने तर्खरमा छौँ। अब हामी मुक्तिनाथ बस पार्कमा आइपुगेका छौँ। मुक्तिनाथ बस पार्कबाट झरेर त्यसपछि हामी मुक्तिनाथ जानेछौँ। एकछिन म ब्रेक लिनेछु। हामी चाहिँ अहिले मुक्तिनाथ जोमसोमबाट मुक्तिनाथ काबिनी हुँदै मुक्तिनाथ आएका छौँ। यस्तो राम्रो बस पनि आउँदो रहेछ। अब हामी यहाँबाट हिँड्नेछौँ। टोपी लाउनुपर्छ, जाडो छ। यस्तो राम्रो ठाउँ आएका छौँ हामी। हाम्रो टोली यहाँ छ। त्यही उसो लाउनु न, भित्र छ भित्र। जाडो छ, जाडो, धेरै जाडो। बाटो सानो छ यहाँ। यस्तो राम्रो ठाउँ, सोचेको भन्दा बढी जाडो छ यहाँ। यस्तो राम्रो ठाउँ, रिङटो लाग्दो रहेछ। घोडा चढ्ने इच्छुकहरूले घोडा चढ्न पाउनुहुनेछ यहाँबाट। घोडा यस्तो राम्रो घोडा छ यहाँ। घोडा चढेको त छैन म अहिलेसम्म। यस्तो सोझो घोडा हो। जाडो। वाट इज दिस? के हो यो? हिमाली डग, हिमालमा पाइने कुकुर। कति धेरै भुत्ला आउँदो रहेछ। अङ्कलले कुकुर होइन, कुकुर है यो।
कत्रो भुत्ला हो त देखा हिउँ भुत्ला हुनु पर्ने भरेको को घोडा चढ्ने कोही हो र यस्तो यस्तो लुगा त कहाँ हुन्छ त मास्क पनि लगाइदिनु पर्ने यस्तो धेरै जाडो छ कि यस्तो धेरै जाडो छ कि हात त ठन्डिन्छ यो धेरै यो भान्जालाई अलि मास्क लगाइदिनु पर्यो एउटा अनि यहाँ चाहिँ लाउनुपर्छ क्या मास्क लाउनुपर्छ सानो सानो बच्चालाई गाह्रो हुन्छ अति नै जाडो छ यहाँ चाहिँ घोडा छ स्टोन नै कसैलाई घोडा चढ्न इच्छुक छ भने घोडा चढ्न सक्नुहुनेछ यहाँ तिमीहरू घोड चढ्ने हो र घोडा चढ्न इच्छुकहरू घोडा चढ्न सक्नुहुनेछ घोडा चढ्यो भने मजा हुन्छ तर म चाहिँ घोडा चढ्दिनँ को चढ्ने छ कतिजना चढ्ने हो र घोडा यस्तो राम्रो छ घोडा चढ्नुपर्छ घोडा चढ्ने हो र घोडा चढ्ने भयो घोडा चढ्न सक्नुहुन्छ हाम्रो ठुलोबाबा यहाँ हुनुहुन्छ जाडो भइरहेछ धेरै नै जाडो छ चिसो यस्तो राम्रो पन्जा ल्याइएन पन्जा ल्याउनु पायो भाइ जाडो नआउने रहेछ हातमा चाहिँ जाडो भयो माथि लाइन पनि हुन्छ सबै हाल्नु लाउने छु जाडो हो कसले भने नआएर आछु भन्नु नहुने नआएन नि हेलो घोडा चढ्न हुन्थ्यो घोडा 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 ल फेरि हामी बजार आइपुगेका छौँ अति नै जाडो छ यस्तो नुहाउनु चाहिँ सक्ला जस्तो छैन मैले चाहिँ नुहाउन जाडो लाग्छ यसले हामीले फाइनल्ली हाम्रो टिम मुक्तिनाथ दर्शनको लागि लगभग हामी आइपुग्न लागेका छौँ अब माथि गएर नुहाउन चाहिँ सकेला छैन यस्तो जाडो छ हात काटिसक्यो मेरो अति नै जाडो छ अति नै ल मुक्तिनाथ बजारमा मोर्लिङ होटल पनि रहेछ यहाँ आफूलाई त यहाँ पूजाको सामग्री पाइने रहेछ कति हो दिदी यसको मिलाएर हो धेरैजना लाँदा डिस्काउन्ट होला नि हाम्रो 15जना ग्रुप छ मिलाएर दिनु न हुँदैन कति भन्नु त 200मा गरिदिनु न ल हुन्छ ल धेरैजना छ नि त वरिस अङ्कल
यो चरा पहिलो चराले रातो ल्याउनु के दिदी आमा उताको टिका लाउनु परेन उताको टिका यहाँको टिका लाएर के काम उताको माग्नु पर्यो रातो हो त फेरि यसमा पहिलो हो रातो पहिलो मिक्स गरेर हाल्छ के एउटा चरा र एउटा लानुपर्छ के यसमा 200 झिक्नुस् 50 यस्तो नभन्नु हातको मरिया छ होला है हजुर हात त के कुराहरू कति जाडो छ जाडोमा त के हुनु लाग्यो अब घाम लाग्छ तातो हुन्छ नि फेरि तातो हुन्छ दिल्ली मलाई डिस्काउन्ट दिनुपर्ने भयो पूजासम्म डिस्काउन्ट माग्नु हुँदैन के भोलि फर्केर माला बाला जोडा सबै सबै छ भित्र जाडो भयो पूजाको सामग्री लाइफमा मैले फर्स्ट टाइम चाहिँ पूजाको सामग्री किन्न छु अनि पछि मैले चाहिँ दर्शन मात्रै गर्थेँ यसपालि चाहिँ मैले लास्टै जाडो छ एउटा हात मेरो कामिसक्यो मसँग ग्लोभ्स छैन ल हाम्रो ग्याङ यहाँ आइ पनि भयो दिदी ल्याउनु भयो दिदीले मलाई 50 रुपियाँ फिर्ता दिनुभयो 250 को मैले पूजाको सामग्री किनेँ ठुलो मैले 250 को सामग्री किनेँ घोडा चढ्ने सुविधा पनि छ अलि हिँड्नलाई नसक्ने मान्छेहरूले चाहिँ घोडा चढ्ने सुविधा रहेछ यति जाडो छ कि अब घाम लागेपछि चाहिँ अलिकति तातो हुन्छ भने सुनेको छु टु मच कोल्ड छ यहाँ चाहिँ आगो ताप्नु यहाँ फ्रीमा आगो ताप्नु पाइन्छ हामीले जाडोमा तातो हुन्न चिसोमा कहिले पनि आगो ताप्नु हुँदैन यहाँसम्म जिप चाहिँ आउँदो रहेछ बस चाहिँ आउँदो रहेछ घोडा जाने आउने क्रम जारी छ घोडा राइड गरेको चाहिँ 400 वी हेभ टु पे त्यो माथि पनि यस्तो जाडो छ कि टु मच जाडो छ पन्जा लिएन त्यसैले एकदम जाडो फिल भइरहेछ मुक्तिन लाग्छ नि बाटो यहाँको कुकुर चाहिँ खतरा लाग्यो जाडोको कारणले गर्दा होला रङ चाहिँ लामो छ घोडा आयो दौडिँदै बिचरा कति जाडो होला यिनीहरूलाई पनि यहाँ चाहिँ कस्तो राम्रो होटल रहेछ ल आउँदै हुनुहुन्छ राम बिस्तारै जाँदै गरौँ बसिरहन्छ नि जाडो हुन्छ यहीँ अगाडि भेट्यो भने त आउँदै हुनुहुन्छ सबजना ठुल्बाहरू यस्तै किन्ने हुनुहुन्छ कि ल म बिस्तारै जाँदै गर्छु मुक्तिनाथ बजार चाहिँ हो तर धेरै नै जाडो छ यहाँ चाहिँ हात ठन्डिन्छ घोडाको लागि बाटो छोडिदिउँ घोडा आयो घोडा यस्तो राम्रो घोडा छ फरेनर्सहरू नि फर्किँदै हुनुहुन्छ घोडा त टन्नै रहेछ
यस्तो जाडो अन्जानी हेलो इबी पनि मजाले आउँदो रहेछ यहाँ कति हो पूजा सेटको कति हो भन्नुहोस् न अरू ग्रुप पनि छ हाम्रो मैले 250 मा ल्याए हो तपाईँले डिस्काउन्ट दिनुहुन्छ कि मुक्तिनाथ बजार भन्छौँ हामी चाहिँ एउटा अझै माथि जानुपर्ने छ हल्का सिँढीहरू पनि छ अहिले चाहिँ सम्ममा छन् घोडा यस्तो राम्रो घोडा छ मुक्तिनाथ बजार यहाँ चाहिँ बाइक स्टार्ट भएन जान्छ खेल्दै हुनुहुन्छ हजुर सिद्धार्थ सर हिँड्ने बानी नभएर होला 1300 भन्दा पनि थर्के लागेको महसुस भइरहेछ कसरी चाहिँ जाने माथि यति जाडो छ अब सिँढी आउँछ माथि सिँढी चढ्नुपर्छ तिनै जाडो छ अति नै आयो घोडा आयो घोडा मान्छेको बिजनेस पोलिसी राम्रो लाग्यो यहाँको हेलो घोडालाई साई नभएछ भइ नभएछ घोडालाई ओ घोडा हो आयो घोडा हो घोडा आयो घोडा मुक्तिनाथको ट्याक्सी खाली अब रुट फिनिस गरेर हामीले सिँढीको बाटो जाँदैछौँ जाडो भयो भन्दा म अगाडि ताप्नु चाहिँ हुँदैन जाडोमा ननाउन सकिन्छ होला यस्तो जाडो छ ल फाइनल्ली मुक्तिनाथको हामी गेटमा आइपुग्यौँ मोड जाने बाटो त्यो रहेछ मान्छे हिँड्ने बाटो हो सानो बच्चा पनि आउनु भएको छ यो चाहिँ बाबाजी हुनुहुन्छ नारायण प्रभु मुक्तिनाथ मुक्ति मनलाई मुक्ति मिलोस् यहाँ चाहिँ यस्तो भिड छ बिहान बिहानै एउटा हिँड्ने बाटो थियो अब घाम लगाएपछि चाहिँ जाडो अलिक कम हुन्छ भन्ने सुनेको छु
कस्तो भेट छ, कस्तो राम्रो हिमाल छ। रङले हिँड्दै त्यो फर्किने बाटो हो। बाटो चाहिँ फर्किने बाटो चाहिँ खाली छ। गुड अप्सन। फर्किने बाटो चाहिँ खाली भएर म चाहिँ फर्किने बाटोमा चाहिँ भिड छैन। यस्तो राम्रो ठाउँ छ। यस्तो सिँढी हिँड्न गाह्रो। 70 वर्ष गाउँमा बस्यो त्यही पनि काठमाडौँको कसैले rest place. फुलले रहेछ। तपाईले सोध्नु हो मैले ल्याएको छु भने आछु ल्याएको थियो के आज ल्याएको छु आज बोतल काली डोली 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 चाहिँ 700 लिटर चाहिँ आज गेट आइकन लाग्यो मुक्तनाथको इन्टरभ्यू गेट म त टोलीहरु आउँदै गर्छ छोड्दै हिँड्दै ठिक छ नेपालमा यस्तो राम्रो भन्दा चाहिँ गेट आइदियो क्या अझै मान्छे जस्तो
माथि हेर्नुपल्ट जानुपर्छ फिर डुलिया यहाँ यस्तो भेट्छ यहाँ यस्तो सानसानो बच्चा पनि छ फाइनल्ली मन्दिर आइपुगेका छौँ मम्मीहरू ठुलोहरू अङ्कलहरू चाहिँ धेरै नै तल हुनुहुन्छ म चाहिँ फर्स्ट आएँ एउटा भिडियो क्याप्चर गर्नको लागि यहाँ चाहिँ वाटर पनि पाउँदो रहेछ हाई ट्रेनबाट बस्ने पाएँ आइपुग्यो फाइनल्ली भगवान्को थान यस्तो भेट छ भने बिहानको यस्तो भेट अब पूजा गर्ने रेस्ट नुहाउने बिहानै यस्तो यति भेट छ फर्स्ट टाइम भगवान छन् तल फेर्ने लक्क रहेछ यहाँ तल फेर्ने यहाँ तातो पनि नुहाउन सक्छौँ हामी यहाँ चाहिँ तातो पनि आउनुपर्छ तातो पनि मन्दिर छ यस्तो भेट छ कि भगवान्प्रति आस्था भक्तजनहरूको एउटा मेन गेट भेट छ यहाँ भगवान् धाम यहाँ चाहिँ डुब्ने ठाउँ रहेछ तातो पनि लाइन छ लाइन नुहाउने फाइनल्ली भिडियोहरूमा देखेको ठाउँ सुनेको ठाउँ आइपुगेको छ यति धेरै लाइन छ भने फाइनल्ली मजुनाथको धारा नुहाउने ठाउँ यहाँ छ कति भेट छ यहाँ यस्तो भेट छ यहाँ मजुनाथ नुहाउन चाहिँ सबैजना सकिँदैन रहेछ धेरै नै च्यालेन्ज छ नुहाउनको लागि चाहिँ पानी जय नारायण प्रभु मुक्तिनाथ सबैजनाको रक्षा गरौँ मुक्तिनाथको धारो हाम्रो रहेछ सबै धारो मजाले पनि आइरहेछ अब हामी सुन्न नआउँछौँ अहिले चाहिँ भिडियो नुहाउँछौँ नुहाउनु चाहिँ
बाहिरबाट नुहाउनु पर्ला जस्तो नुहाउनु सकिँदैन यस्तो चिसो भने बच्चाहरू नि हेलो भेट छ बुद्ध पनि त्यहाँ रहेछ नरिवलहरू फुटाउनु चाहिँ यता पिपलको फेद मुनि यस्तो भेट्छ पूजा यहीँ भयो जस्तै ठुलो मुद्दो रहेछ अधिकारी सधैँ चुप्पाने ठाउँ रहेछ लड्नु एउटा सर चिप्नु क्लिप त छ लडिन्छ उनीहरूले आफ्नो परिवार है तपाईँ पछि आफ्नो साथी यो नयाँ मान्छे देखाउन त्यस्तो पर्दैन त्यस्तो तपाईँलाई समस्या भइरहनु हो भने त्यस्तो भन्नुपर्छ कता हो दस मिनट कता हो कता मिसै भयो कि कहाँ हो लाइन जुत्ता उल्टाउने सुल्टाउने एउटा सबै